हेलो गाइस, के छ? सन्चै हुनुहुन्छ? आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म चाहिँ आज बनाउँदैछु माछा फ्राई र माछा करी। मैले चाहिँ आधी माछा चाहिँ करी बनाउनलाई राखेँ, आधी माछा चाहिँ फ्राई गर्नलाई राखेँ। अनि त्यसपछि अन्डा राखेँ, अनि आधी अन्डा चाहिँ मैले राखिदिएँ। त्यसपछि मैले राखेँ बेसार, त्यसपछि राखेँ माछा मसला, त्यसपछि राखेँ मैले करेन्ट मसला, अनि त्यसपछि राखेँ मैले नुन, अनि थोरै तेल पनि राख्नु होला, किनभने तेल राख्यो भने चाहिँ फ्राई गर्दा राम्रो हुन्छ। अनि त्यसलाई चाहिँ हल्का म्यारिनेट गरिदिसकेपछि चाहिँ केही समयको लागि चाहिँ छोपेर राखिदिने। छोपेर राखिसकेपछि मैले चाहिँ यता चाहिँ कराई बसालेँ, त्यसपछि राखेँ तेल, त्यसपछि राखेँ मेथी, अनि अलिकति खडा मसला राखेँ, अनि प्याज राखेँ। त्यस राखेर एकछिन भुन्ने, प्याजको कलर आउँदैसम्म। त्यसपछि मैले राखेँ चाहिँ मसलाको लागि टिमुर, जिरा, अदुवा, लसुन, खुर्सानी राखेँ, अनि टमाटर पनि यसमै राख्दै, किनभने माछा करीको लागि चाहिँ पहिले टमाटर सबै एकैचोटि मसला बनाएर पिस्यो भने चाहिँ प्याजहरू चलाउँदैछु। प्याजको हल्का खैरो रङ चलाउने टकमा दिने। अनि राखेँ बेसार, त्यसपछि राखेँ मैले मसला हालेर एकछिन चलाउने राम्रोसँग। अलिक पनि यो चाहिँ थोरै नुन पनि राखेँ मैले। त्यसपछि यसलाई अलिक राम्रोसँग पाक्न दिनुपर्छ, तेल वरिपरि लाग्ने गरी, किनभने यो गनाउँछ। त्यसपछि चाहिँ मैले एकछिन फेरि पाक्न दिएँ, किनभने अहिले पाकेको थिएन। अनि त्यसपछि राखिदिएँ मैले माछालाई चाहिँ म पहिले नै यसरी हालेर मसलामा भुट्छु, किनभने गनाउँछ। यस्तो भयो भने चाहिँ गनाउँदैन। त्यसरी नै हजुरहरूले पनि बनाउनु होला, यसरी बनायो भने चाहिँ गनाउँदैन। यसरी राखेर एकछिनसम्म भुट्ने। मलाई चाहिँ तारेको माछाभन्दा यसरी नै बनाएको